स्टेटस हाल्ने त आज एउटै नोटिफिकेसन छ ए सानुको पो फोन आयो घरमा आउँदा फोन नगर भन्छ जान सानु सबै ठिकै छ अरू सबै पुगेकै छ तिमी छैनौ तिम्रै कमी छ आज त अलि मिल्दैन यसो गर न म भोलि अफिसबाट फोन गर्छु अनि भोलि लन्चसँगै गरौँला नि त्यही बसेर गफ गरौँला नि ल ल ल बाई फेसबुक चलाएर बसिरहेछ टिभी के भइरहने कहिले खुल्ने होइन सुटोलाई कति भन्ने हो 40 सालको टिभी चेन्ज गरेर नयाँ एलसिडी ल्याइदेऊ भनेर सधैँ यही पुरानो टिभी हेरेर बस्नु परिरहेछ के भन्नु नै रह्यो नि यदि शान्तिनो कुरामा के टेन्सन पर्यो भन् बाउलाई म त तेरो साथी जस्तै हो नि के हुने नि गर्लफ्रेन्डको बर्थडे थियो तिम्रो छपिसँग जब 1000 रुपियाँ मागेको 200 रुपियाँ मात्र दियो भने 200 रुपियाँमा जे आउँछ त्यही किन्दे के आएन भने एउटा सानो कार्ड किन त्यसमा बाउको नम्बर हालिहेर्थे सम्झ यार आफ्नो सबैलाई गधा आमालाई छपकी भन्छस् अनि आफैले भने हैन हामी साथी हो भनेर अब साथीको बुढले त छप्किने भन्छ नि हैन र मजाक गर्छस् ल बा अरु कुरा छोड्देऊ तेरो गर्लफ्रेन्ड कस्तो छ चुवाक छ नि कम त गाह्रो भएको थियो पट्याउनलाई हाई ड्याड आज रुममेट डेट फिक्स अफिसमा भएन क्या अनि कान्छ कुन बेला आइस् त किन दिला त के हुनु ड्याड डेटिङ गरेर होला न आज यो मेरो कुरा छोड्दे भाइ आज ड्याडको लभ स्टोरी सुन्नु पर्छ मैले बाहिर ड्याडको बारेमा कुरा सुनेर आएको छु आज के कुरा फ्ल्यास आउट हुन्छ ए हो अनि सुन्दै न त आज तपाईको लभ स्टोरी कस्तो रहेछ ए ड्याडको लभ स्टोरी सुन्छस् त्यसो भए आज ल सुन तेरो ड्याड जमानामा गाउँको हिरो थियो हिरो केटीहरू बिहानदेखि पँधेरामा लाइन लाग्थ्यो लाइन गफ नहाल्नु ड्याड लाइन तपाईँलाई हेर्न होइन पानी थाप्नको लागि लाग्थ्यो होला आन्टीहरूको बाउभन्दा छोरा जाने खुरी भन्दा कर्जा लाग्ने अलिक बिहानसाला पड्काइदिन्छु तिमीहरूलाई के थाहा तेरो बाउको लागि केटीहरू मर्थे बुझिस् तपाईँसँग लाग्नु न त मर्नु नै जाति ठान्थ्यो होला नि त ड्याड हेरीहरूको भाषा भनेपछि ड्याडको कुरा नपत्याएको खोरी आएको यत्रो वर्ष भइसक्यो दुईटा फ्ल्याट जोडिसक्यो तै पनि कहिले घमण्ड गरिन किन घमण्ड गर्नुहुन्थ्यो त प्रपर्टी जति सबै मम्मीको नाममा छ क्यारे अरू कुरा छोडिदिनुहोस् ड्याड अब म पनि इन्टर क्लियर भइसकेँ मलाई पनि तपाईँको बिजनेसमा इन्भल्भ गराउनु पर्यो नि ड्याडको बिजनेसमा इन्भल्भ हुन्छस् त बिजनेसको बारेमा के थाहा त छ तपाईँ ल त्यसो भए सुन तँलाई म एउटा सिम्पल क्वेसन गर्छु तँलाई मैले आज एउटा 1000 को नोट दिएँ भोलि एउटा फेरि अर्को 1000 को नोट दिएँ तँसँग कति भयो 3000 हुन्छ नि ड्याड यस्तो सानो कुरा पनि मिलाउन सकेन 1000 को दुईटा दिएर कसरी 3000 हुन्छ 1000 त अस्ति मम्मीले दिएको छँदैछ नि बरु कान्छ त भन तँलाई आज मैले 1000 दिएँ भोलि 1000 दिएँ कति हुन्छ तँसँग मसँग कति नै हुन्न कसरी सुन्नु आजसम्म 100 रुपियाँ देखि गरेको छैन 1000 को धाक लडाउने भने ड्याड तपाईँले बिजनेसको केही पोलिसी थाहा नरहेछ बरु हामी तपाईँले एउटा क्वेसन गर्छु त्यसको एन्सर दिनुहोस् ल भन्नु ड्याड बाटोमा 500 र 1000 को नोट देख्नु भयो भने तपाईँ कुन नोट टिप्नुहुन्छ ठुलो मान्छे ठुलै नोट टिप्छु नि 1000 को नोट टिप्छु नि ल हेर्नु यस्तो क्वेसनको एन्सर पनि मिलाउनुहुन्न कान्छ तपाईँ भन्दै बरु अनि 500 जो कसलाई छोडिदिनु भएको नि ए हो त त्यो त मैले सोच्दै नसोचे ल यो कुरा छोड्देऊ मेरो एउटा क्वेसनको एन्सर दे त्यसको एन्सरबाट म थाहा पाउँछु तिम्रो भविष्यमा के गर्दो रहेछ ल भन कालिदासको छोराको नाम के थियो कर्णदास ड्याड एडिडास हेरो यिनीहरूको बुद्धि कालिदासको त छोरै छैन नि इन्डियनहरू फलाम बेचेर ताता भयो जुत्ता बेचेर बाता भयो हामी नेपाली के गर्न सकेनौं त्यसैले लाता भयो हेर छोरा हरेक आमा बाउको सपना हुन्छ आफ्नो छोराछोरीहरू डाक्टर बनोस् इन्जिनियर बनोस् तर मैले तिमीहरूकोबाट त्यस्तो ठुलो सपना नि देखाएको छैन तिमीहरू कोरिया आएका छौ तिम्रो स्यामसुङ एलजी किया हुन्डाई यो कम्पनीमा छिर्न खोज यो कम्पनीमा मात्र छिर्न सक्यो भने तिमीहरूले फ्युचरको केही सोच्नु पर्दैन तिमीहरूलाई यहाँ बोलाएको एउटा कारण पनि त्यही हो मैले हो तिमीहरू नयाँ छौ भाषा जान्दैनौ भाषा नजानेपछि गाह्रो हुन्छ कोरियामा त्यही भएर मैले एकजना साथीसँग
राम्रो कोरियन सिकाउने टिचरसँग कुरा गरेको छु। आज आउँछु भन्थे, कतिखेर आउँछ, राम्ररी मिहिनेत गरेर सिक, बाउको नाम राख्ने खोज। 안녕하세요. 예, 안녕하세요. 잘 지내시죠? 예, 앉으세요. 네. 저희 집에 이렇게 와주셔서 감사합니다. 제가 전에 말씀드렸던 제 아들들입니다. 예, 안녕하십니까. 네, 그래요. 아이고, 인사 잘하네. 에이, गुरु 인사 गर्नु पर्दैन सरलाई? 안녕하세요. 그래요. 안녕하십니까. 야, 똑바로 해야지. 누이버릇 거지, 꼬디버릇 거는. 단호 아저씨처럼 아들들도 굉장히 미남이네요. 잘생겼어요. 감사합니다만 सरलाई. बाउ जस्तै 일어섰으리. 여기 큰애는 인사도 잘하고 착한 것 같은데 작은 애는 머리만 이쁘게 하고 얼굴도 멋있게 생겼는데 좀 공부를 좀 똑바로 많이 해야 될 것 같아요. 한국에 온 지는 얼마나 됐어요, 애들이? 1년밖에 안 됐어요. 오늘 애들 얼굴도 봤으니까 제가 이제 오늘 바로 회의가 있어가지고 지금 가봐야 돼요. 그래서 내일 제가 7시에 와서 애들 1시간 잘 가르쳐 드릴게요. 새해 복 많이 받으시고 조심해서 들어가세요. 그래요. 제가 사무실에서 다시 찾아뵐게요. 그래요. 왜 라트? 자, सरलाई बाहिर गाडीसम्म छोडेर आइज. 네, 선생님 가시죠. 그래요. ल कान्छ भोलिदेखि कोरियन राम्रो सिक्ने 7 बजेदेखि क्लास हुन्छ अनि जेठा आएपछि चाँडो नेट सेट बन्द गरेर चाँडो सुत्ने भोलि बिहान फेरि कलेज जान उठ्न गाह्रो हुन्छ ल अब जेठा आएपछि बत्ती सती निभाएर सुतिहाल्ने ए साँची कान्छ एउटा इङ्ग्लिसमा राम्रो स्ट्याटस लेखेर मलाई मेसेज गरिदियो त 3 दिन भइसक्यो केही अपडेट गर्न पाएको छैन फेरि सुरुको बाउको फेसबुक I say no. इतिहास जाँच दिएर पास भए त्यही नाममा आसमा बस्न कुर्न थाले कहिले आउँछ नाम भने हामी सबै CCBI को पछाडि लाग्न थाल्यो आयो नाम अनि सबैजना उत्सुकता भयो मनमा केही कुराहरू बुन्न थाल्यो कसैको सपना ठुलो हुन यहाँ थाल्यो अर आइसकेपछि सबले देख्न थाल्यो कोरियाको सपना बसेका सबैजना सुनाउँदैछु म साँचो कथा बताउँदैछु म दिलको व्यथा Action. सानो सबै ठिकै छ अरू सबै पुगेकै छ तिमी छैनौ तिम्रै कमी छ आज त मिल्दैन यसो गर न भोलि म अफिसबाट फोन गर्छु अनि लन्च भोलि सँगै गरौँला नि ल ल ल ल ल जानु ल ओके ल बाइ बाइ And action. हो तिमीहरू नयाँ आएछौ कोरियन भाषा जान्दैनौ राम्रो गाह्रो हुन्छ भाषा नजानेपछि त्यही भएर मैले सारीसँग एकदम भइहाल्छ कि मेरो बोल्दै चाहिँ लडबडिहाल्छ कि And action. 제가 전에 말씀드렸던 제 아들들입니다. And action. 예, 안녕하세요. अगाडि